কালিম্পং জেলার গরুবাথান ব্লকের সোমবাড়ি বাজারে আন্তর্জাতিক শ্রম দিবস উপলক্ষে গড়ে উঠল এক অনন্য দৃষ্টান্ত। নিজের গ্রামকে পরিষ্কার ও সুন্দর রাখার সামাজিক দায়বদ্ধতাকে সামনে রেখে গরুবাথান সাই সমিতির উদ্যোগে শুরু হল বৃহৎ পরিচ্ছন্নতা অভিযান। ছোট্ট এই পাহাড়ি শহর, যা গরুবাথান বাজার নামেও পরিচিত, সেখানে ভোর থেকেই পথে নামেন সমিতির সদস্যরা। রাস্তার দুধারে জঙ্গল পরিষ্কার করা, প্লাস্টিক ও আবর্জনা সংগ্রহ সব মিলিয়ে গোটা এলাকা পরিষ্কার রাখার কাজে হাত লাগান 9 থেকে 90 বছরের মানুষ। সকলের একটাই বার্তা, পরিচ্ছন্ন পরিবেশ মানেই সুস্থ মানসিকতা এবং উন্নত জীবনযাপন। তাদের বিশ্বাস, শহর যত পরিষ্কার ও আকর্ষণীয় হবে, ততই বাড়বে পর্যটকদের আনাগোনা এবং চাঙ্গা হবে স্থানীয় ব্যবসা বাণিজ্য। এই উদ্যোগ শুধু একটি দিনের কর্মসূচি নয়, বরং ভবিষ্যতের জন্য এক দায়িত্বশীল সমাজ গড়ার অঙ্গীকার, যা অন্য এলাকাগুলির জন্য অনুপ্রেরণা হয়ে উঠতে পারে। প্রতিবেদন নাফসার আলী, দ্য মাউন্টেন এক্সপ্রেস, শিলিগুড়ি। हामीले श्रम दिवसको उपलक्ष्यमा श्री सत्य साई सेवा सङ्गठन पश्चिम बङ्गाल 2ले वर्षेनी यो कार्यक्रम गर्दै आइरहेको छ। विशेष पर्यावरण प्रदूषण प्रतिकारणको निम्ति विशेष गरेर राष्ट्रिय राजमार्गको नाली झोडामा जुन चाहिँ मैला कुचेलाहरू जमेको छ त्यसलाई हामीले सफा गर्ने कार्यक्रम गरेका छौँ। यो सधैँ चाहिँ यस वर्ष पनि हामी गोरुबथान समिति पनि पश्चिम बङ्गाल 2 अधीनस्थ एउटा समिति हो। पश्चिम बङ्गाल 2 जुन चाहिँ राज्य छ त्यो राज्यमा राज्यभरि नै यो कार्यक्रम भइरहेको छ। र जस्तै तपाईँहरूले उदाहरणको निम्ति दार्जिलिङ, खरसाङ, सिलिगुडी है यता गएर कालिम्पोङ क्षेत्रमा तपाईँहरूले देख्न सक्नुहुन्छ। यसरी नै यो नाली झोडा सफा गर्ने काम भइरहेको छ। र यो सत्य साई सेवा सङ्गठनको एउटा सेवा कार्यक्रम हो। र विशेष आज श्रम दिवसको उपलक्ष्यमा हामीले जुन चाहिँ छुट्टी मनाउने गर्छौँ, त्यो छुट्टी नमनाएर हामी एउटा आध्यात्मिक सङ्गठन भएको कारणले गर्दाखेरि आज हामीले केही गर्नुपर्छ, हामीले समाजको निम्ति केही दिनुपर्छ भन्ने उद्देश्य र यो धारणाले गर्दाखेरि हामीले यो नाली झोडा सफा गर्ने कार्यक्रम गरेका छौँ। र यो नाली झोडा सफा किन भन्दाखेरि चाहिँ यो मैला कुचेला जमेर गाउँ समाजमा कुनै प्रकारको पर्यावरण प्रदूषण नहोस्, यसलाई प्रतिकार गर्नुपर्छ भन्ने हेतुले नै यो गरिएको हो। र यो आज राष्ट्रव्यापी कार्यक्रम भएकोले गर्दा यो राष्ट्रभरि नै भइरहेको तपाईँहरूलाई जानकारी दिँदछु। गोरुबथानमा चाहिँ कहाँ गरिँदैछ सर? गोरुबथानमा विशेष अभियोग समितिले यो जुन चाहिँ उत्तरे है गोरुबथान उत्तरदेखि लिएर यहाँ हस्पिटल डाँडासम्म गर्नेछन्, त्यो चाहिँ अभियोग समितिले त्यो अभिभार लिएका छन् भने हामी गोरुबथान समितिले चाहिँ यो 31 राजमार्ग लिङ्क बाटो, यो मार्ग गणेशधारादेखि लिएर पाण्डाडासम्म गर्ने हामीले पहिले नै एउटा राय पारित गरेको थियौँ र त्यसलाई नै हामीले आज कार्यान्वयन गरिरहेका छौँ। र सङ्गठनमा म गोरुबथान समितिको समन्वयक अर्थात् कन्भेनर हुँ है। र त्यसरी नै हामीसँग जोडिएका छन् हाम्रा आदरणीय सर सेवा समन्वयक काशीराम सर है। र जिल्लाबाट जोड्नु भएको छ हाम्रो शिशिर चन्द्र राई, जो आध्यात्मिक समन्वयक हुनुहुन्छ। र हाम्रा आजको जुन चाहिँ कार्यक्रममा चाहिँ विशेष गरेर बडाफागु भजन केन्द्र, मिसिनिल भजन केन्द्र, मालबस्ती भजन केन्द्र अनि छोटाफागु भजन मण्डली र समिति मिलेर यो कार्यक्रम गरिरहेका छौँ।